मा भने आगो निकाल्ने, त्यसै गरी पिचको कन्डिसन अनुसार आफूलाई टिकाएर राख्ने र नेपालका लागि एकदमै चाहिने, नेपालमा सबैभन्दा कम रहेका बायाँ हाते ब्याट्सम्यान हुन् र त्यसमध्येबाट एउटा हिरा नेपालले प्राप्त गरेको छ र त्यो खेलाडीको नाम हो ईशान पाण्डे र उनको जन्म 2 मार्च 1998 स्याङ्जा जिल्लामा भएको थियो। त्यसै गरी उनको ब्याटिङ शैली बायाँ हाते छ, जुन नेपालका लागि एकदमै उपयुक्त छ भने बलिङ पनि उनी गर्न सक्छन्, जसमा अफ स्पिन बलिङ गर्न सक्छन् भने उनको भूमिका भने ब्याटिङ र बलिङ दुईटैमा रहेको छ र त्यसै गरी पेसा भने उनी एमबिबिएसमा छन्। वास्तवमै मेडिकल फिल्डबाट उनी क्रिकेटतर्फ सिफ्ट हुँदै गर्दाखेरि उनले एमबिबिएसमा देखेको सपना, त्यससँगै आफ्नो फ्यामिलीको सपना पनि पुरा गर्दै आफ्नो क्रिकेट खेल्ने सपना पनि पुरा गरिरहेका छन् भने अहिले राष्ट्रिय टोलीमा पनि उनले स्थान बनाएका छन्। अब कुरा गरौँ उनको क्रिकेट यात्राको। उनको क्रिकेट यात्राको कुरा गर्ने भने उनले सानैदेखि क्रिकेट खेल्न सुरु गर्दै गर्दा उनले नेपालको अन्डर 19 टोलीमा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गरे सँगसँगै उनले निरन्तर आफ्नो प्रदर्शन राम्रो गर्दै गए पछाडि उनले राष्ट्रिय टोलीमा पनि अहिले स्थान बनाएका छन् भने ईशान पाण्डेको डेब्युको कुरा गर्ने भने उनले आफ्नो पहिलो म्याच ईशान पाण्डेले नेपालको सिनियर टोलीमा 27 सेप्टेम्बर 2019 सिङ्गापुरमा आयोजित जिम्बाब्वे विरुद्धको टी20 सिरिजमा टी20 इन्टरनेसनलमा डेब्यु गरेका थिए। त्यस पछाडि उनले 2019 को एसिसी इमर्जिङ टिम एसिया कपमा नेपालको प्रतिनिधित्व पनि गरेका थिए र उनले त्यस पछाडि भने ओडिआई क्रिकेटमा पनि 2026मा भने पुनरागमन गरेका थिए भने उनले अमेरिका विरुद्ध आफ्नो ओडिआई डेब्यु गर्दै उनले सुरुवाती खेलबारमा नै अर्धशतक बनाए भने टोलीमा आफ्नो स्थान पनि बलियो बनाउने सङ्केत दिएका थिए। त्यस पछाडि उनको पेसाको कुरा गर्ने भने उनी पेसाले एक एमबिबिएस डाक्टर हुन्। उनी अहिले डाक्टर सँगसँगै आफ्नो यतापट्टि क्रिकेटको पनि खेललाई जारी राखिरहेका छन् भने उनले कठिन चिकित्सक अध्ययन सँगसँगै आफ्नो खेललाई अगाडि बढाइरहेका छन्, अहिले चलिरहेका छन् र उनको खेल्ने शैली हेर्ने भने उनी शान्त संयमित भएर ब्याटिङ गर्न सक्छन्। उनी कहिले पनि हतार गरेर खेल्दैनन् भने उनी इनिङलाई लामो समयसम्म सम्हाल्ने क्षमता राख्दछन्। त्यसै गरी उनी आवश्यक परेको समयमा अफ स्पिन बलिङ पनि गर्न सक्ने हुन् भने उनी टोलीको आवश्यकता अनुसार आफूलाई जिम्मेवारी निभाउन सक्ने खेलाडी हुन् र घरेलु क्रिकेट टोलीमा उनी सुदूरपश्चिम रोयलबाट खेलेका खेलाडी हुन् भने उनले एनपिएलमा आफ्नो सुदूरपश्चिमको टिमबाट पनि छाप छोडेका छन् भने उनको उपलब्धि भनेको अन्डर 19 टोलीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु, 2019मा टी20 इन्टरनेसनलमा डेब्यु, त्यसै गरी 2019मा एसिसी इमर्जिङ टिम एसिया कपमा सहभागिता र सन् 2026मा ओडिआई टोलीमा पुनरागमन गरेर राम्रो खेल्नु सँगसँगै उनले आफ्नो पर्सनल लाइफमा एमबिबिएस डाक्टर बन्न सफल रहेका छन् र यही हेर्ने भने नेपालका लागि उनी चाहिरहेको बायाँ हाते ब्याट्सम्यानका रूपमा उदाउन सक्छन्, त्यसै गरी नेपाली टिमलाई योगदान गर्न सक्छन् र ईशान पाण्डे नेपाली क्रिकेटका लागि एउटा उत्कृष्ट खेलाडी बन्न सक्छन्। कामना गर आउने दिनमा उनले अझ राम्रो गर्दै जाउन्।